देखो यो चाहिँ हाम्रो लगभग 70 देखि 75 वर्ष अगाडिको एकदमै पुरानो घर जुन म आज यस भिडियो मार्फत कैद गर्न गइरहेको छु। पुरानो सामग्रीहरूको बारेमा जानकारी दिँदै यो भिडियो यहाँहरु समक्ष राख्न गइरहेको छु। यहाँ केही पुराना सामग्रीहरू रहेका छन्। यो चाहिँ काठको ठेकी जसमा धेरै पहिलेको समयमा दूध राखेर दही बनाउने गरिन्थ्यो। हामीले पनि प्रयोग गर्यौं सानो सानो बेलामा चाहिँ। त्यसैगरी यो डालो पुरानो एकदमै यो ठेकी घर चाहिँ 3 तलासम्म थियो। 2072 सालको भूकम्पले केही चर्किएको थियो र हामीले यो माथिको चाहिँ बुइगल थियो यहाँ भन्दा माथि त्यसलाई चाहिँ फालेर अहिले चोटहरु मुनि मात्रै छ। यहाँ प्रयोग भएका सबै सामानहरु काठकै हुन् र सबै चाहिँ एकदमै पुरानो छ र यो भित्रको चाहिँ हाम्रो कोठो हो। यो चाहिँ ढुकुटी खाट भनिन्थ्यो त्यति बेला र यहाँ चाहिँ काठको सन्दुक रहेको छ। एकदमै पुरानो काठको सन्दुक यो पनि काठको सन्दुक यो चाहिँ एकदमै पहिलेको समयको र यसमै धेरै थोक सामानहरु यसमै राखिन्छ। अझै पनि छ हाम्रो यसमा। सबै काठबाट कुदिएको झ्याल ढोका हुन्थ्यो पहिला। ढोकाको डिजाइन चाहिँ यो प्रकारले कुदिएको छ। त्यो बेलामा एकदमै राम्रो बुट्टा बनाएर ढोकाहरु बनाउने चलन थियो। यो चाहिँ दलान भयो। यो सबै भत्किसकेको छ अहिले चाहिँ। र स्टिलको दराज यहाँ धेरै सामानहरु लुगाहरु राखिन्छ जसमा मैले पढ्दाखेरिको केही किताबहरु छ जस्तो लागेछ मलाई यहाँ भित्र। आज भन्दा 11-12 वर्ष अगाडि मैले कक्षा 10 मा पढ्दाखेरिको किताबहरु मैले यहाँ राखेको थिएँ। त्यो अझै सुरक्षित नै छ। मुसाले खाइसकेको छ धेरै किताबहरु। कक्षा 9-10 पढ्दाखेरिको किताबहरु सबै सुरक्षित नै छ अझै पनि। यो हेर्यो भने एकदमै पुरानो दिनहरुको सम्झना पनि हुन्छ। किताबको चाङहरु नै छ पुरानो। त्यति बेलाको समयमा यस्तो किसिमको झ्यालहरु हुन्थ्यो काठबाट बनेको। दृश्य चाहिँ यस्तो देखिन्छ है त। चाहिँ खुर्सानीको बोट छाना माथि खोलेको एकदमै धेरै पल्ट आएको छ रातो भएर।